the beauty of the country, the mountains, the forests, the jungles. नेपालमा भएको सबै सुन्दरताको लागि पहाडको हिमालको जङ्गलहरूको झरनाहरूको लागि चाहिँ तपाईले कसलाई त्यसको श्रेय दिन चाहनुहुन्छ? पहिलो प्रश्न है, कसलाई तपाईले चाहिँ यो सबै कुराको लागि चाहिँ श्रेय दिन चाहनुहुन्छ अथवा त्यसको क्रेडिट दिन चाहनुहुन्छ? Why do you think the Lord created different animals, distinct and different in every way, the different animals and animal life? परमेश्वरले किन होला फरक प्रकारको जनावरहरू बनाउनु भएको अथवा रुख बिरुवा पनि फरक बनाउनु भएको, एउटै कुरो नबनाएर एकै किसिमको नबनाएर किन परमेश्वरले फरक प्रकारको जनावरहरू बनाउनु भएको हो? What about the plant like the lotus? I know that's very important to you. जस्तै उदाहरणको लागि परमेश्वरले एउटा सुन्दर कमलको फुल किन बनाउनु भएको हो? Is that something that should be worshipped? के त्यो कुरालाई चाहिँ हामीले आराधना गर्छ अथवा त्यसको लागि धन्यवाद दिन्छ? So we'll go back to number 5. Should the beauty of the country be worshipped? The mountains, the trees, the jungles. Should the beauty of the country be? देशमा भएको यो सुन्दरताको लागि चाहिँ हामीले चाहिँ कसलाई धन्यवाद दिनुपर्छ होला, कसलाई आराधना गर्नुपर्छ होला? Should all the different animal life be worshipped? कि त्यो फरक प्रकारको जनावरहरू जीवहरूको लागि चाहिँ हामीले कसलाई आराधना गर्नुपर्छ होला? Plants like the lotus and flowers. जस्तै फुलहरू, कमलको फुलहरू, हैन? What about the sun and the moon? सँगसँगै आकाशमा हुने घाँस र जुनहरूलाई how do you consider that worship? Do you consider it to be a worship of the God of creation? त्यो कुरालाई देख्दै गर्दाखेरि चाहिँ तपाईको मनमा